यति धेरैजनाले मेरो बर्थडे विश गर्नुभएको थियो गाइज। ओ माई गड। सम्पूर्णमा नमस्कार। आजको यो मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ फेरि पनि। र गाइज बर्थडेको पार्टी चाहिँ कसरी बनाउनु पर्छ हेर्नुहोस्। यसरी बनाउनु पर्छ आइसक्रिम खाएर। अनि भाइले दिएको त ओ माई गड, यसको रियाक्सन हेर्नुहोस्। फर्स्ट टाइम खाएर होला गाइज यस्तो रियाक्सन गरेर म त कति हाँसौँ भनेको के। अनि म चाहिँ लागेँ फेरि गाइस रोपाइ गर्नतर्फ। जुन गाडामा बिउ लगाएको थिएँ हो गाइस, त्यो गाडा चाहिँ बाँकी थियो अनि आज चाहिँ खतम हुन्छ। माटोको डल्लो पनि यत्रो ठुलो गाइस, फेरि यसलाई काटेर अनि मसिनो बनाउनु पर्ने क्या। ठुलो डल्ला भयो भने त फेरि गाडा पनि राम्रो देखिँदैन। र यता हेर्नुहोस् गाइस, हाम्रो नदी आएको पनि यत्रो ठुलो गाइस, स्पिडमा पनि यस्तो खतरनाक स्पिडले बोकिरहेको थियो कि। र लास्ट गाडा भएर होला गाइस, यति धेरै टाइम लाग्ने नि पसिनाले त ओ माई गड पुरा भिजेर बर्थडेको दिन यस्तो हालत भइरहेको मेरो त। पहिला त सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू र मेरो प्यारो साथीहरूमा चाहिँ धन्यवाद भन्न चाहन्छु। किन भन्दाखेरि तपाईँहरूले चाहिँ यति धेरै बर्थडे विश गर्नुभएको थियो गाइस। म त हेरेर अचम्म परेँ के। अरूको लागि कम भयो नि गाइस, तर मेरो लागि चाहिँ एकदम धेरै। केही प्रब्लम्सहरूको कारणले चाहिँ गाइस यो पालिको बर्थडे यस्तै भयो। र कसैले बर्थडे विश गरेको छ र देखेको छैन भने सरी भन्न चाहन्छु गाइस। जब म तपाईँहरूलाई देखाउँछु कि कतिजनाले बर्थडे विश गर्नुभएको थियो भनेर, पहिला चाहिँ फेसबुकमा गएर देखाउँछु है। यताबाट सम्पूर्णले विश गर्नुभएको छ फेरि पनि।